यो लामो काकालाई नै म त केही पनि भन्दिनँ है, मलाई त थाहा पनि छैन। पछाडि बेन पारिदिनु त। एकैछिन मात्रै हो, तपाईँलाई फ्री भइहाल्छ। यो ल सरी है, कस्तो भारी हुँदैछ अनि ल कता हुनु यस्तै हुनु हो एकछिनमा पक्रिनु पक्रिनु यसलाई नपक्रिनु भन्नुहोस् ल के गर्नुपर्छ भन्नुहोस् है। के भयो आज दुईजना राइजरलाई ओके उताको उइलम त रोटीपिङमा त डर लाग्छ, तर तपाईँको सृष्टि गर्नुभएको चिजलाई पनि आज यो प्यारोले गरेर हेर्छु प्रभु भनेको थिएँ। प्रभुले आज मलाई समय दिनुभयो, तपाईँलाई धन्यवाद यसको निम्ति। अनि यो हजुर अस्ति हामी हेरेर आएको नि त्यता हो नानीहरूसँग। अनि भाइ मलाई तपाईँकै हातमा समर्पण गरेको छु प्रभु। कति कुरा स्वभावले हामीले गल्ती गरे तापनि तपाईँको रगतले धुनुहोस्, शुद्ध बनाउनुहोस्, तपाईँकै महिमाको निम्ति बनोस्। हामीलाई भाइ जवान हुनुहुँदो रहेछ, यो भाइको परिवारको लागि म प्रार्थना गर्छु। अब यो भाइको लागि, जीवनको लागि, यो भाइको अब जोडाको लागि यो भाइबाट चाहिँ तपाईँको महिमा होस् ल। भाइले यहाँ काम गर्नुहुँदो रहेछ, आज यो भाइको यही कुराले घटेको मूल्य उसको परिवार तपाईँको महिमा है, आज मण्डलीको उन्नतिको होस् यो भाइको जीवनदेखि प्रभु। तपाईँले यो भाइलाई युज गर्नुहोस्, शरीरको हर अङ्गले प्रभु यो भाइको अङ्गहरूले तपाईँको महिमा गरेको होस्। हाम्रो पनि जवान छोराछोरी छ आज मण्डलीहरूमा, हामी निरन्तर प्रार्थना गरेको छौँ। मण्डलीमा गएर आज गुप्तमा गएर प्रार्थना गरिरहेको छौँ प्रभु। आज कतिले तपाईँलाई चिन्नु सक्नुभएको छैन, जुन परमेश्वर उदार मुक्ति आनन्द शान्ति दिने परमेश्वर पाएको छौँ, आज उहाँहरूले पनि पाउनु सकेको होस्। हामी साँच्चै नै हामी यति घोडा टेकी आज रुई प्रार्थना गरेको छौँ, जो आज प्रभुलाई नचिन्ने आज हाम्रो लोकहरूसँग कि त आज हामीलाई चिन्ने मौका दिनुभयो, समय दिनुभयो, हामी धन्य छौँ। तर उहाँहरूले पनि हामीले जस्तै प्रभुलाई सृष्टिकर्तालाई चिनेका हुन् प्रभु। तपाईँकै महिमा होस्, हामीले आनन्द लिइराखेको छौँ। यो हेर्नु तपाईँले सृष्टि गर्नुभएको थोकहरू प्रभु तपाईँकै महिमा भएको होस् प्रभुजी। मैले प्रभुलाई चुनिना तर मलाई सुन्यो, म पापीले पनि उद्धार मुक्ति पाए, म पापीले पनि उद्धार मुक्ति पाए। यसै कारण म प्रभुको प्रशंसा गर्छु, यसै कारण म प्रभुको प्रशंसा गर्छु। हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई, हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई। परमेश्वरको महान उद्देश्य छ हामी प्रति प्रभु, तपाईँलाई धन्यवाद। तपाईँहरू रोमन क्याथोलिकै हो? होइन याद एल्सोदाई।
परमेश्वरले यति आनन्द दिनुभएको छ है। त्यो आनन्दले अब जसले तिर्खा लाग्छ है अनि पानी पिउँछ नि भाइ होइन, प्यास मेट्छ नि, यस्तै हो क्या प्रभुको आनन्दले। अनि हामीले उहाँहरूलाई चाहिँ भन्न सक्छौँ। अनि उहाँहरूले चाहिँ यो आनन्द पाउनुको लागि छुट उहाँहरूले आज प्रभुको प्रेम चाख्नुपर्छ है। अनि हामी जस्तै उहाँलाई थाहा पाउनुहुन्छ, किनभने आज त्यो जो पानी संसारको लागि अब तिर्खा लागेर पिन्छ त्यस्तो पानी होइन, उहाँको चाहिँ आनन्दको लागि हो क्या। यस्तो आनन्द हो कि आज हामीलाई चोट पुग्दा पनि है, आज हामीलाई एक्लोपनमा हुँदा पनि आज हामी कहिल्यै एक्लै भएको महसुस हुँदैन, किन हाम्रो साथमा प्रभु हुनुहुन्छ, अनन्त प्रेमको प्रभु। आज मृत्युपछि पनि हाम्रो जीवन छ है। मृत्यु चाहिँ हाम्रो लागि जन्मिनुभन्दा पनि उत्तमको दिन हो र प्रभु हाम्रो लागि दुला हुनुहुन्छ, दुला अनि हामी दुलै हो हामी है। अब कति प्रकारको हाम्रो सौभाग्य हुनुहुन्छ, त्यसलाई चाहिँ हामीले छाँटकाट गर्दै है एउटा पवित्र जीवन जिउँदै है उहाँको एउटा लाइकको दुलै बन्नुपर्छ। जस्तो सेतो एउटा वस्त्र हुन्छ त्यस्तै हाम्रो जीवन पनि भोको चाहना गर्नुहुन्छ। अनि स्वर्गमा लगेर उहाँले हामीलाई मुकुट दिनुहुन्छ। प्रभु तपाईँलाई धन्यवाद। आज त्यो मुकुट हामीले लायकको आज काम गर्नु परेको छ यहाँ बसिजन। अनि हामी सबै प्रार्थना गर्छौँ अनि साँच्चै नि त्यो स्वर्गमा चाहिँ हामी सबै जानु सकौँ, त्यो लायकको काम गर्नु सकौँ। हामीले एक अर्काको है उन्नतिको लागि हामी प्रार्थना गरौँ। हाम्रो जीवन भएको यसको घटी कमी छैन, कमी छ, पैसा छैन, बिमारी हुनुहुन्छ उहाँहरूको लागि आज घटी कमीको लागि पैसाहरू हुनेहरूले मुट्टी खोलौँ, बिमारीहरूलाई उहाँको अवस्था अनुसार हामीले स्याहार सुहार गर्नु सकौँ। त्यो मन हृदय प्रभुले दिनुहुन्छ अनि दिएको हुन्। अनि भयो ल अब हामी ल्यान्डिङ हुँदैछ, भाइसँग इन्जोय गऱ्यौँ। प्रभुलाई धन्यवाद यसको निम्ति, प्रभुको महिमा होस्। हाम्रो साथमा प्रभु हुनुहुन्छ हमेसा, हामी कहिल्यै एक्लै छैन, कहिले हामी छैन। किनभने संसारको साथीले हामीले छोड्छ, यो शरीरको पनि पीडा दुखाइ हुन्छ, तर परमेश्वरले भित्रबाट आनन्द दिनुहुन्छ। अनि त्यो रोगलाई पनि र परमेश्वरको महिमा गर्नु छ भने छुटकारा दिनुहुन्छ। प्रभुलाई धन्यवाद। हामी ल्यान्डिङ भयौँ, ल्यान्डिङ भयौँ। म रोटीमा नचढ्ने मान्छे आज प्रभुकै लागि, प्रभुकै महिमा, प्रभुकै लागि आज चढेको छु। आज म्यासेजहरू पनि म युट्युबबाट लाने सानो महिमा भएको छु। प्रभुको धन्यवाद प्रभुलाई।